तपाईँले 1 वर्ष मात्रै रक्सी बेच्नु पाउनुभयो भने कतारमा यो काठमाडौँमा जग्गा किनेर 5 तले घर खडा गर्नुहुन्छ। एउटा ऊ मात्रै दिएको छैन के अरे रन्नी खाना नभए मुलाउ यस्तो यस्तो होटलहरू छ अहिले त्यहाँ भित्रभित्रै ठुल्ठुलोले बनाइदिएको। त्यहीँनिर जाने इन्ट्री फिस 50 रुपियाँ लिन्छ, 2टा बियर फ्री दिन्छ। अनि केटीहरू त्यहीँ हुन्छ, उनीहरूकै रुम हुन्छ। अनि 100 रुपियाँ दिन्छन् जान्छन्, 100 रुपियाँ दिन्छन् जान्छन् त्यो भइगयो। अनि यस्तो होल नाइट बस्ने ठ्याके यस्तो कलमै आमा यति फ्री छ कता नेपाल बिर्सिन्छ हौ मान्छेले। त्यही भएर अब गुड मर्निङ माई युट्युब फ्यामिली। सबैजना सन्चै हुन्छ। मैले सन्चै छु है। आज निस्किसकेँ कामको लागि है। फर्स्ट अर्डर पनि लागिसकेको छ मेरो। अर्डर पनि है लागिसक्यो। कल गर्नु पऱ्यो, कल गर्छु, निस्किहाल्छु है त। हेलो हजुर, लोकेसनमै हुनुहुन्छ नि है? लगाइसक्यो मलाई। नम्बर सेकेन्डमा होइन काम त गर्नु पऱ्यो नि होइन। कता हो त? हुन्छ भयो, हामी त निस्क्यौँ है। म त पुरै भइरहेको चाहिँ फेरि 2टा गेट छ। मलाई थाहा भएन नि त, म त यहीँ गेट देखाएँ, यहीँ बसिरहेँ। कता जानु लाग्नु भयो र? यहाँदेखि वहाँसम्म जब गर्नु जानुहुन्छ? यहाँदेखि जानुहुन्छ? टाढा भएन? कहाँ हो र घर तपाईँको? रामेछाप हो? उतै होइन घर पनि? उतै होइन घर जाने बाटो पनि? अनि यहाँ कहाँबाट आइदिया त नि? कहाँबाट आइदिनु भएको त बस्नलाई? ए दिदीहरूसँग हो? पढाइ चाहिँ सक्यो? लोकसेवा हो? लोकसेवा पढ्नु भयो हो? तपाईँ हो? हजुर हो, नबस्नुहोस्। किर्तिपुर है? किर्तिपुर होइन त? ओके। हाम्रो पनि पुग्छ नि होइन? हाम्रो पनि पुग्छ नि है? पुग्छ। कताबाट हो यहाँ? यताबाट है? त्यहाँ माथिबाट हुन्छ। यताबाट? यताबाट
नि मिल्छ होला यताबाट नि मिल्छ उतै पुलबाट मिल्छ होला कहाँ पुलबाट मिल्छ मिल्दैन पुलबाट उतै पुलबाट चाहिँ मिल्थ्यो यताबाट जाउँ कि अर्को बाटो जाउँ भयो मलाई यताबाट मिल्दैन नि पारी जानुपर्छ हावा त्यही त उतै पुल भनेर ए उताबाट भन्नुभयो हो अगाडिको ठिकै छ सरी म त यो पुल भनेर यहाँबाट मिल्दैन अगाडि होला भनेर त्यो पुलबाट चाहिँ भन्नुभयो अब यहाँबाट यस्तो हो यहाँबाट सिधै जानु मिल्ने भयो नि थियो नि होइन यत्रो घुम्नु पर्दैन थियो नि वाउ क्या खतरा शीतल भएको क्या है अहिले अहिलेसम्म कस्तो घाम लागिरहेको थियो त्यो भाइलाई कस्तो जाँगर लाग्यो एक्लै खेलिरहेको छ क्या अब यस्तो घाममा नि हुन्छ अलिकति अगाडि हो यही साइडमा रोकिदिनु हुन्छ किन र ल म यहीँ रोकिदिन्छु यहाँ साइडमा ल बिस्तारै लड्ला नि फेरि तपाईँ लड्नु होला हजुर अँ welcome सक्को होइन लाइसेन्स दिइहाल्छ क्या गभर्मेन्टले हजुर अनि त्यो अनि त्यस्तो इलिगल हुँदैन समाउँदैन इलिगल हो नि तर बचेर गर्नु पर्यो त्यही इलिगलमा त छ त पैसा हाल्ने हुन त हो इलिगलमै हो नि हो पैसा होइन तपाईँले 1 वर्ष मात्रै रक्सी बेच्नु पाउनुभयो भने कतारमा यो काठमाडौँमा जग्गा किनेर 5 तले घर खडा गर्नुहुन्छ 1 वर्ष रक्सी बेच्नु पाउनु भने रक्सीको बिजनेस त्यस्तो छ क्या कतार भनेपछि नेपालभन्दा पनि डेन्जर कतार नेपालभन्दा पनि डेन्जर हुन्छ नेपाल पनि अहिले त्यस्तै नेपालमा के छ नेपालमा त्यहाँ मजा एउटा ऊ मात्रै दिएको छैन के अरे रन्नी खाना नभए मलाई यस्तो यस्तो होटलहरू छ अहिले त्यहाँ भित्रभित्रै ठुल्ठुलोले बनाइदिएको त्यहीँनिर जाने फेरि इन्ट्री फिस 50 रुपियाँ लिन्छ 2टा बियर फ्री दिन्छ अनि केटीहरू त्यहीँ हुन्छ उनीहरूकै रुम हुन्छ अनि 100 रुपियाँ दिन्छन् जान्छन् 100 रुपियाँ दिन्छन् जान्छन् त्यो भइगयो अनि यस्तो होल नाइट बस्ने ठ्याके यस्तो कल्पै आमा यति फ्री छ कतार नेपाल बिर्सिन्छ हौ मान्छेले त्यही भएर तपाईँले पनि बिर्स्यायो क्या बुढा होइन म त आइरहेको छु अनि 16-17 वर्ष भइसक्यो भन्नुहुन्छ अनि छुट्टी जाँदै आउँदैन नि ए सरी कहाँ त्यस्तरी त बस्नु मारिहाल्छन् छुट्टी जाँदै आउँदै 2 वर्ष 1 वर्ष अब त 3 महिना 4 महिना 5 महिना जतिमा आउँदा नि हुन्छ आफ्नै हो सबै केटीहरू चाहिँ कहाँको हुन्छन् नि त्यता नेपाली फिलिपिनी बङ्गाली पाकिस्तानी इन्डियन रुम लिन्छन् 1000मा दिइहाल्छ महिनाको 1000 रुपियाँ रुम भएको महिनाको 1000 40-41,000 गरी नेपालमा जोड्नु अनि तर त्यो रुमले फेरि आफू पनि बस्न पायो फ्रीमै बस्नु पायो नि त उनीहरूले शुक्रबार मान्छे हालिदियो भने जोडी हालिदियो भने शुक्रबार हालिदियो भने दिनमा 500-600 दिनको कमाइहाल्छ अनि आफ्नो गाडीले 500-600 कमाउँछ कामै त्यही हुन्छ अनि आफ्नो गर्लफ्रेन्ड पनि ल्याएर राख्यो
होटेलमा लानु पनि परेन। अनि त्यहाँको पुलिसले थाहा पायो भने त नि मार्ला नि गाड हाल्नु होला। भाइ सबै त्यस्तै नै छ, अब कति थाहा पाएको त्यसले पनि। अहिले सबै भन्दै फ्यामिली रुम हुन्छ, फ्यामिली रुममा चेकै गर्दैन क्या। होटेलहरूमा चेक गर्नु पाउँदैन। होटेलमा त्यहाँ यस्तो होटेल छ, त्यो अहिले होरिजन होटेल भन्ने छ, त्यहाँनिर तपाईँ जानुभयो, खानुभयो, मस्त मात्नुभयो नि, मात्नुभयो, हिँड्नै नसक्ने हुनुभयो, तपाईँले त्यो बाहिर निक्लिँदाखेरि त्यहाँको एउटा स्टाम्प हानिदिन्छ त्यो होटेलको। किन नसमाज छ भनेर? होटेलको यस्तो हातमा स्टाम्प हानिदिन्छ, त्यो स्टाम्प हानेपछि मातेर बाटैमा लडे पनि केही गर्दैन पुलिसले। ए अब त मातेर हिँडेको उ गर्ने बित्तिकै पक्रिन्छ नि। त्यस्तो त इलिगल, त्यहाँ त रुममै बसेको, रुममै खाने। म त यो बाटोको झन्डा एकदम टाढो लागेको। आइपुग्यो त अब हामी। भनेपछि रमाइलो रहेछ, जानुपर्छ क्या कतारमा पनि। रमाइलो छ नि, यस्तो बाइक राइडरले पनि राम्रो कमाउँछ त। तर रिक्स हुन्छ नि होइन उता नि? रिक्स छ नि। उहाँ भनेको यो बाइकमा गाडीले छिटो एक्सिडेन्ट हुन्छ क्या, मारिदिन्छ भनेर। तपाईँको गाडीहरू त्यस्तै फास्ट आउँछ? आम्मामा 120, 220, 250 स्पिड त्यस्तो आउँछ। यतातिर फर्केर उता हेर्दाखेरि गाडी अघि बढिसक्छ, त्यति स्पिड हुन्छ पहाडहरू क्या, अरबीहरू। रिक्स हुन्छ नि अनि। सबैलाई बराबर हो। पुलिसले अब तपाईँ बाटोमा हिँड्दै हुनुहुन्छ नि, तपाईँलाई आएर धक्का हाने, अलिकति धक्का हानेर ठेलिदियो भने तपाईँले त्यसलाई केस गर्ने बित्तिकै पुलिस पनि सँगसँगै कारवाहीमा आउँछ। पुलिसले त बराबरी। डेन्जर छ भनेपछि। तर गर्मी होला है उता पनि लास्टै? गर्मी होला क्या? गर्मी त पुरै छोड्नु, बाहिर निक्लिनु सक्दैन। उल्टा उठ्दै गरेको चढा बढ्छ हौ, एसी बेकार कामै गर्नु सकिँदैन। गाडीमा एसी छैन भने कामै छैन। गाह्रो छ। ल भाइ भित्रबाट घुमाउँदै ल्याउनु घर, म त झन् टाढा लाग्यो। म त त्यही माथि बाटो नचिन्ने मान्छे। हजुर ओके हुन्छ ल हस् त।